हेलो अनि नमस्ते साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ जेठको दोस्रो शनिबारको दिन सायद हावा चलिरहेको छ नि त। अनि हामीले चाहिँ पहिलो शनिबारको दिन चाहिँ हामी स्वयम्भू गएर बत्ती बालेर आएको थियौँ। अनि यो शनिबार चाहिँ दोस्रो शनिबार चाहिँ हामी बौद्ध जान्छु भनेर सोचेको थियौँ। अनि त्यही भएर हामी चाहिँ जान्छु भनेको त पानी पऱ्यो कि बिहान पानी पऱ्या गरेर अनि पानी परेको भएर हामी चाहिँ अनि दिउँसो भन्नाले 9 बजीतिर गएँ है साथीहरू। अनि यति धेरै प्याक थियो। अनि यता आइसकेपछि चाहिँ घाम टन्टराम लाएर फेरि गर्मी भयो एकैछिनमा। बिहान भर्खर पानी परेर जाडो भइरहेको थियो भने अनि दिउँसो चाहिँ फेरि टन्टराम घाम लागेर गर्मी भएर तनाव। अनि हामी बौद्ध पुगेको त साथीहरू यो पार्किङ एरिया थाहा नभएर हामी त कति बेर पार्किङको लागि हेरेँ। अनि लास्टमा गएर यता भित्र रहेछ। अनि त्यहाँ पार्किङ गरिसकेपछि चाहिँ अनि हामी अब जान्छु भनेर गरेको। होइन न, मेरो बाबा फेरि के मागेर हैरान। अनि यहाँ चाहिँ कति धेरै त्यो बसिरहनु भएको थियो कि त्यो उहाँहरू। अनि मान्छेहरू यति धेरै थियो कि साथीहरू प्याक नै थियो कि। अनि साउथ हावाको चाहिँ एकदम धेरै मान्छ नि त मान्छेले। यो चाहिँ 3 वर्षमा एकचोटि हुन्छ अरे भन्छ होइन। अनि त्यही भएर नि होला। अनि यसमा चाहिँ एकचोटि बौद्ध परिक्रमा गरेको चाहिँ 1000 बराबरको हुन्छ भनेर एकदम उयो छ नि त, मान्यता छ नि त। अनि त्यही भएर चाहिँ हामी पनि एकदम गएको हो कि। अनि त्यहाँ गएर अनि बत्ती बाल्छु अनि घुम्छु, कोरा लाउँछु भनेर हामी त अब मान्छेले जसरी अब त्यो त गर्न सक्दैन अब। अनि मैले चाहिँ बाटेको धुप चामल फुलहरू लगेर गएको थियो। त्यो अगाडि चढाएर अनि हामी चाहिँ घुम्नतिर लागेँ साथीहरू। घुमेँ ओम माने पेम हो भन्दै घुम्नुपर्छ भन्छ। अनि त्यही भएर म चाहिँ ओम माने पेम हो भन्दै घुमेँ होइन। अनि कस्तो मनलाई आनन्द लाग्ने कि साथीहरू यस्तो गर्दाखेरि चाहिँ आफूले अब हुन त अब के हो कस्तो हो हामीलाई त थाहा छैन, तर मनको छुट्टै आनन्द फिल हुने कि। म एकदम पोजिटिभ एनर्जी आउने कि, पोजिटिभ भाइब्स आउने। तपाईँहरू नि जानु होला। अब 27 गतेसम्म छ होइन, भनाइ सुनेको छु। जे होस् यो जेठ महिनाभरि छ नि त। अनि जानु होला। अनि हामी पनि गयो। मेरो छोरा नि मजाले घुमाउँदै है, उसलाई नि खुब रमाइलो लागेछ। अनि त्यो सुती पनि कतिजनाले कोरा लाउँदै थियो कि त्यहाँनिर। अनि हामी चाहिँ माथि त्यहाँ मुनि 1-3 राउन्ड घुमेपछि चाहिँ माथि यसो फोटोहरू खिच्छु भनेर हामी माथि गएँ। अनि त्यहाँनिर चाहिँ टिकटकहरू बनाउन मनाइ छ भनेर चाहिँ थियो। अनि मान्छेहरू टिकटकहरू पनि बनाइरहेको थियो कि। अनि त्यहाँनिर चाहिँ त्यो हुन्छ नि त, त्यो हेर्न बसेकोहरू। अनि उहाँले चाहिँ टिकटक बनाउनु मिल्दैन भन्दै लखाटिरहेको थियो कि। अनि त्यसपछि हामी त्यहाँ नै घुम्यौँ 3 राउन्ड घुमिसकेपछि चाहिँ हामी बत्ती बाल्नको लागि गएँ। अनि म चाहिँ बत्ती बाल्दै थियो साथीहरू। मलाई चाहिँ फोन आयो एक्कासी है। अनि फोन आयो, मैले फोन उठाउँदाखेरि त अनि मम्मी रुँदै फोन गर्नु भइरहेको रहेछ। अनि के भयो भन्दाखेरि त मेरो साइली काकी चाहिँ बिरामी भइरहनु भएको थियो कि। अनि साइली काकी चाहिँ छैन, अब बित्नु भयो भने कि। मलाई त यस्तो नराम्रो लाग्यो साथीहरू है। म त के गरौँ भने साँच्चीकै बितेको हो र भनेको त हो भने कि। अनि त्यसो भए यो काकीको नाममा नै एउटा बत्ती बाल्छु भनेर अनि काकीको नाममा नै एउटा बत्ती बालेँ कि साथीहरू। अनि त्यसपछि चाहिँ म छिटो घर आएँ।